आदत आयो आज अनेक्सी आएन स्कुलबाट अनेक्सी स्कुलबाट आएन वेलकम होम अनेक्सी स्कुलबाट आएन Hi, I missed you so much. अहिले यहाँ बाहिरै राख्ने छु हामी घर आइपुगे त हामी च्याप्पो समात्यो कस्तो स्विट केस तिमी ज्याकेट खोलिदिनु गर्ने होला फेरि I miss you with us. Ooh, naya suitcase. Hey, तिमीले नै किनेको? I love you, Adat. Did you miss me? Did I miss you? Yes. Hi, Bob. How are you feeling? अब तिमीले नयाँ जुत्ता लाउँछौ Oh my gosh, हो र मैले तिमीलाई कति धेरै मिस गर्छु 29 अप्रिल म नेपालबाट भर्खर आइपुगेँ अनि यहाँ झोला पहिलो झोला खास भने खुचेको औषधिको लागि खोलेको हो तर यहाँ के छ पहिलोचोटि झोला खोल्दैछ सन्नाले अनेक्सी छिटो हात धोएर आउँछौ त्यहाँदेखि तिम्रो लागि त झन् के छ सबभन्दा धेरै योपालि अनेक्सीको लागि होला हेर्न पर्यो नि हेर्न उस यहाँ खुचे रमाएर यस्तो गरेर आहा तिमी कहाँ आएको रे बाबा कचको घर आएको ल सबै नि हो होइन अर्को डब्बा नि छ यो त पुरानो वाला हो ल त्यो यो होइन त्यो कसैको हो कसै खै छोडा त काले उता जाऊ त ओजा छोड न उता जाऊ न हो त्यो औषधि हो हाम्रै हो
त्यो खोल न खोल, त्यो भित्र के छ? त्यो पशुपतिको हो। लौका दिनुभयो मेरो छोरी छ भनेर अनेसी उयो टिपेर उता मारे काउन्टरमा राख त। मलाई गिफ्ट दिएको हजुर मैले खै के धो भन्दा नि टपक्क टिपेर उ त्यहाँनिर राख न। लाउन नि त्यो सल हो हजुर मलाई। काम गर्ने त्यही पापाको मुख हेर्न लायकको भए अप्लाई गर्यो त्योमा गाली पाउँछ, नगरे पनि गाली पाउँछ, इन्टरभ्यू पास भएन त्योमा नि गाली पाउँछ। ऊ त्यहाँ ऊ त्यो पफ त्यति पाइन्छ, जाऊ त्यहाँ। पेपर ब्यागमा भ्याएको मैले चलाएकै छैन। त्यसमा छ कि छैन? अब कुन चाहिँ हो चलाउनु त चलाखा, कुन चलाखा भन्ने हो। त्यो अर्को पुरानो फाल्दै नि हुन्छ। नयाँ भनेर फेरि खोल्ने होइन, डब्बामै राख्ने चलन छ मेरो। तिमीले मलाई US डलर त धेरै नि दिया हुनुपर्छ त। मैले US तिरे क्या त, उसमा एयरपोर्टमा पनि तिरे हो त। एयरपोर्टमा 125 तिरे। एउटा सानो झोलामा छ नि 30 दिनको लगाएको त मैले, 90 दिनको लगाएको। यसैको पैसा चाहिँ कहाँ छ? चोलो चौबन्दी चोलो यो रातो कलरको हामीसँग छ, त्यही भएर त्यो नकिने, यो र ऊ मात्र किने। तर बान्नी राख्दै भए सबैलाई हुन्थ्यो, ऊ राख्दैछ कि खिप राख्दैछ, अनेसीले मात्रै हुन्छ, अनेसी र मलाई। सो साडी सल ड्रेसको सल किनारा कहाँ हाँस्न सक्नु, व्यर्थै तिमीले मेरो हात समायो। पर्दैन
लाउने लुगामा छिटो हुन्छ अब त्यतापट्टि यो सुटकेसमा मैले कति छ 2500 3000 न 3000 यो पोलोवाला सुटकेस या आमामा यतिको एउटाको ड्रेस अरू त सबै युज लुगा अहिले लिनु पर्दैन कुर्ताहरू भनेर रेगुलर बसेर लगाएको अनि त्यसपछि यो त नयाँ हो यो त कसैले गिफ्ट गरेको कालेला भनेर गिफ्ट गरेर त्यत्रो पाइन्छ कसले लाउँछ अनेसिला चिज हुन्छ यो कलरको थियो पहिले अहिले धुन मार्नु पर्दैन लिएर आएको त्यो नाइटी हो यो चाहिँ कुर्ता चाहिँ ठुलो छ सुरुवाल सानो रहेछ क्या मलाई आन्टीले दिस्या गिफ्ट हो कुर्ता चाहिँ ठुलो छ 42 साइज तल हुनु पऱ्यो सुरुवाल सानो रहेछ कटन कपडा तल ल्याएर कुर्ता यो भन्दा ड्रेसहरू कुनै कलर ठिक हुन्छ होला फ्री साइज भनेर मन पऱ्यो अहिले खानलाई चाहिँ म त्यो एकदम म झेल खाने थिएँ मेरो पेट अहिले खान्छु कि एकछिन अहिले भोगला खाने होइन होइन हे तेरि जस्तो अहिले कहिले खाने ड्रेस तल किमोनो जस्तो अब त्यो नाइटी खोला नि 1 for you 1 for Onyxy Onyxy अहिले यो तेरो होला यतापट्टि खोलिहाल्छ यो चाहिँ मेरो लाएर देखाएको कसैको लग कसलाई हुन्छ त्यसले लाउने पाठी भन्छ यसलाई पूजा गर्दा चाहिने सानो कलशहरू ये त अलग राख्छु यो चाहिँ लभ भन्छ यो चाहिँ हस्बेन्ड वाइफ हो त्यहाँ राख्छ
It's so cute. यो रियल हो। यिनीहरूको जोडी छुट्न हुँदैन। ठोसी मर्छ। त्यो कपडा हो मैले लिएर आएको। त्यो ऊहरू हुन्छ। माया कति छ देख्छु बिचरा। पनिरहरू छान्न हुन्छ उनीहरूले। टी सर्टहरू हो। ल पितलको डाडु पनि त्यही पाएको प्लास्टिक खोलेर पितलको डाडु पनि थियो। कस्तो लाग्छ तपाईँलाई? केटा मान्छे गाएर केटी मान्छे गाए गरी फरक हुन्छ। पैसा भाडा नखान पाइन्छ नि भगाएर। यो फ्री साइज हो। त्यो कसेर सानो पनि बनाउनु छ ठुलो पनि बनाउनु त्यो सेतोवाला तकिया खोल पाखाइ चाहिँ त्यो मेहन्दी कलरको कस्तो राम्रो लागेर तेस्रो मात्रै हो। त्यो जेरी खान्न बुढा म पेट दुखिरहेको। यो कति नम्बरको लगेज बस्छ? 1 2 3 यो चौथो होला सायद। खुल्यो कल नगर। बिस्तारै गर। एकतिर एकदम हेभी छ। तिमी जुन रहरले ममा फुल्न आयो सबै सुख हराए सधैँ चोट पायो म डुब्नु किनारा कहाँ हाँस्न सक्नु व्यर्थै तिमीले मेरो आदर समायो। यो अर्कैवाला हो। त्यो मैले चाहिँ आफूले खानेवाला लिएर अस्तिको कस्तो अनेक्सीको लागि कन्ना सानो खालको सेलरोटी बनाउनु न त्यस्तै हो। त्यो कुचा हाल्नु यसरी हाल्ने हो। सेलरोटीको भाँडामा राख्नुपर्छ। नाइटी हो तल तल हो अनि यसो तल यसो लाग्यो। ऊ त्यो अरू पनि निकाल्न पहिला अनि खोल्लास्। युजवाला टी सर्ट हो। युजवाला टी सर्ट है। यो कसरी कोदो हाल्यो भने फुट्छ होइन यो भित्र नि यो भित्र चाहिँ हाम्रो नाम लेखा सामानहरू ल ल सबैजनाको नाम हेर्दै दे। यो चाहिँ पहिला माना भयो म माना है ल यसको नाम छ पढ्न जान्दैन अहिले। नामै त लेखेर यस्तो साइडमा हुन्छ। लुना
तिमी त बनाइहाल्छ मुना भयो मेरो भयो अनि यो मिनु डबकामा नाम लेखेर राख मिनु भयो अनि यो ओदर्स दिन्छ कसैले अनि अनेक छ यो खाना राम्रो हेर्नुलाई शङ्कर लेखाएर ल पापालाई चाहिँ त्यसमा हालेर पापा अबदेखि पापाको खानेकुरा योमा सर्भ हुन्छ दाल साल यो चाहिँ एकदम मामुले यो नि दाल हो पितलको दाल हात काट्छ दिइहाल्नु सिधा सिधा गर्नु धान भरेर चामल भरेर राख्यो मन्दिरमा त्यो कपालमा लगाएको मलाई कसरी गिफ्ट गरेको हो धनगढीमा आन्टीले क्या पार्टीतिर लाउने बिहातिर के हो त्यो चप्पल जसले लाए पनि हुन्छ यो यो मेरो लागि हो यस्तो वाला चाहिँ हुन्छ त्यति राख्यो चप्पल युज गर्नुपर्छ ल पस्मिना हो उहाँ नि पर्छ 3035 पर्छ उहाँ पनि ल त्यो पापालाई लुगा होला त्यो भित्र टी सर्टहरू साइज कस्तो कस्तो छ सिला लाल कुकरको ढकन पापालाई अरू पनि भाडा चढाउँछु म राख्न यो चाहिँ आमा र बच्चा मोजा मोजा पापालाई एडिडासको पनि मोजा आइपुग्यो पापालाई एडिडासको पनि मोजा आइपुग्यो
तपाईँले अस्ति $16 कति पाएको मिलाए तिमी खोल सबै मिरा ऱ्याप गरे त्यतिकै तानमा सर आउँदैन कुचिन्छ भनेर कतिवटा तन्ना खा चाहिँ थुप्रै हुनु पर्यो किन यत्रो गरुङको चारवटा मात्रै भयो ल त्यसलाई लक गरेर राखिदिइहाल्ने यो त होइन मेरै हो तलेर अनि त्यो पनि एउटालाई I have to give someone. मोजा नयाँ स्टाइलको मोजा आएको क्या अहिले त्यो कसैको सर्टिफिकेट हो यो पनि कसैको सामान हो हाम्रो तल मैले बेड ल्याइदिएको छु जीजीको बेड ल्याइदिएको छु डुप्लिकेट जीजी अनि छाता लिएर आइदिएको छु त्यो मोजा ज्याकेटै के छ भाइ ए हाम्रो हो त्यो कोरियन प्रोडक्ट हो एकदम राम्रो हुन्छ यो लगाएर कभर अनि हो यो कतिको डुप्लिकेट आउँदैन राम्रो आउँछ थाहा छैन कोरियनमा खै के थाहा ओ फुली ए त्यो निमी आन्टीले दिएको त्यो पनि कालेलाई मन्दिरमा लगाएर राख्यो भने त्यो भित्र उ छ खै जाऊ लगाएर राख्दै त्यो नसोध टिकाहरू लगाएर राख मन्दिरमा मन्दिरमा त्यसलाई भन्नु काम दियो त्यसलाई यो युजवाला चप्पल हो उहाँलाई लगाएको यो पनि कसैको सामान हो केही नि छैन त्यही हो त्यो छैन योबाट निकाले मैले हराउँछ भनेर त्यो क्रिमहरू मैले कहाँ राखेँ त्यो त्यही काउन्टरमा राखेँ जस्तो लाग्छ
त्यो युज वाला कपडा हो। अब अर्को लगेज खोल्ने तयारीमा। त्यो मयूरको पस चाहिँ यसलाई लर मन्दिर राख भन्छ कालीलाई। मन्दिर लर राख जाऊ। ओजसको चप्पल त्यो पनि ओजसलाई दिनु पर्छ। मोतीहरू छ त्यसलाई पनि लगाएर राख भन्छ। उसको चकटी अनि मोतीहरू छ। भयो पापालाई देखा रोटी बनाउनु पर्यो। डाडु हो अनि त्यो चाहिँ मेजरिङ स्पुन हो। ग्लासकै हो सबै। त्यसलाई त्यसो गर्नु त्यसलाई त्यहाँ काउन्टरमा राख्नुपर्छ। हो ल ल ल भाँडा त्यसमा राख। ओजस छोड त्यहाँ नचढ त अरू अरू चिज पनि छ। फुट्ने चिज छ। त्यो कसैको सामान हो। एउटा दुईटा तीनटा अनि यसको बिल पनि छ यहाँ। लिएर आएको थिएँ। अब यो अहिलेपालि त मैले प्याकिङ राम्रोसँग गरेको थिएँ। अस्ति पालि पापाले कसैका लुगा हो तर कसको कसको खोलेर राखेको छ। चिन्नुपर्छ आफ्नो लुगा। मागेकै छैन कोहीले बोलेकै होइन। त्यो निकाल्दै राख्छु। पापाको निकालेको भने त्यो लगा लुगा धुनुपर्छ। त्यो खाएन म अहिले खाउँला। कपास ओत्तो टुट्टो उता साइडमा राखिदिइहाल। असी ऊ त्यो कपास लगाएर मन्दिर आएर राख जाऊ त। एकछिन भने सामने छुन्छ कि फेरि छिटो। कति दिन भयो आज सम्नेको। धुन पर्दैन त्यो नयाँ लुगा त्यस्तो जति। त्यो लगाएर के उसमा राख मन्दिर लगाएर राख्छ। होइन यो यता राख। त्योमा के छ खै। ए त्यो यही भएर आयो कि आएन भने ल ल ल गर्दा हालेको। त्यो त्यो अर्काले किनिदिएको त्यहाँनिर राख। त्यो रुद्राक्षहरू होला। ल त्यो पनि त्यो त साइडमा राख। लगाएको होइन नलागेको। कुर्ता मेरो त्यो निकाल। एउटा कुर्ता त्यो सेल्फ स्टिक निकालेर
पोतेहरू के त राख्दै थियो सबै साइडमा उता राखिदिइहाल्नु अनि चाहिँ उता रुद्राक्षको माला खायो नि ल मन्दिरमा राख लाउ त्यो पुरै लैजाऊ खान्छ त्यो पुरै लैजाऊ प्याकेटै लैजाऊ कहाँ प्याकेट छ रुद्राक्षको अहिलेको लयो अहिलेको त्यो खुल्लै थियो त्यस्तै थियो हो र ल बालगोपालको लुगा बालगोपालको दुईवटा तिनवटा खायो दुईवटा होला अर्को पनि छ यो ठुलो बनाइदिएछ अनि पछि सानो है त्यो पनि हो अनि त्यो तिम्रो हातमा लाग्यो अघि दिएको पनि छ ल लैजाऊ रुद्राक्ष झार्न हुँदैन पुस्तकारीहरू होला पुस्तकारी गोर्खा त्यो देउताको लागि कपडा हो यो त राख्यो यो त देउता मन्दिर आउँछ पहेँलो पनि छ ब्लाउज होला पकेट कसैको लुगा होला अनिसीलाई त्योभित्र ब्यागहरू छ स्कुल ब्याग छ अनि अनिसीलाई स्कुल ब्याग नयाँ स्कुलमा जाँदा पऱ्यो थियो एउटा तलै अनि त्यहाँ दुईवटा पर्छ एउटा तलै ह्यान्डमेड हो प्योर ह्यान्डमेड कपडा पनि ह्यान्डमेड हो अनिसीलाई स्कुल ब्याग हो त्यहाँभित्र अर्को पनि छ केही छैन त्यति मात्र हो त्यो लुगा निकालेर त्यसलाई निकालेर बाहिर राख मन्दिरमा ओछ्याउने कपडा चप्पल हाम्रो युज चप्पल त्योभित्र ऊ छ यो आउँछ आउँदैन भनेर त्यसलाई भुइँमा राखेर ठिक त आफै घुर्किन्छ हात काट्छ है त्यो साथ तल छल थिचेर गरेर त्यो अर्को पनि छ त्यसमा अर्को पनिर त्यही भएर पापालाई चाहिँ देखाउनु मेरो नयाँ लुगा हो यता राख नयाँ सुरुवाल प्यारल सुरुवाल स्कर्ट भन्न लगाइरहेको आजकल लामो स्कर्ट चल्यो अस्ति म इलेक्सन काम गर्न जानु बेला अर्बन प्लानिङ भित्र सिआई कपडा पैसा उ भन्नु होला पैसा हाल्न नि ए ल पैसा नभनेर लगेज नभएर त्यो सबै गिफ्ट लगिदिनलाई 5-6वटा साडी छ त्यसमा कसैले दिन राम्रो राम्रो छ त्यो साडी अब कुनै युज हो यो पापालाई देखाउनु पर्ने ल ल पापालाई देखाएको पापाले आएको त्यो नाइटीहरू अहिले त्यो अनेक्सीलाई फेभरेट नेक्सी जस्तो छ मेरो सुरुवालले पर्छ एउटा तल एउटा अनेक्सीलाई ठुलै साइज नाइटी साइज आउँछ अरे बच्चाको तल फिट हुन्छ होइन नयाँ अनेक्सी एउटा तल एउटा अनेक्सीलाई दुईवटा यो चाहिँ हुन्न होला सुरुवाल चाहिँ अनेक्सीलाई देखाइहाल्छ लाएर पनि हुन्छ उनीहरूले सजिलो
तर सुरुवाल सानो हुन सक्छ मन्दिरको त्यति हो यहाँ बालगोपालको लुगा छ यो मेरो कुर्ता हो अनि अर्को ऐको ठुलो लयो त्यसो भए भयो छैन त्यति हो लुगा जति खान्छ अर्कै पसाद छ त्यो भित्र नि अनिसीलाई दिनुपर्ने खैले त्यो देखाइदिन्छु म तँलाई गाउँको मान्छे थाहा हुनुपर्ने कि डालो हो कि हो के भन्छ यसलाई के भन्छ बुढा यसलाई डालो उतापट्टि छ त्यसलाई भन्छ के बुढा तिमी गाउँको मान्छे चाल्नो चाल्नो कसरी राखेको त्यो लुगा हो यतापट्टि राख पूजा गर्दा लाउने लुगा हो मैले सिलाएर लिएर आएको छु ए त्यो मलाई एउटाले त कालो यो म त तमलाई यो अहिले घिउ खुवाउने होइन त्यसलाई टुटु राख कटुहरू हुन्थ्यो तपाईँ त्यो खोलेर दे पापालाई देखा ल दे पापालाई दे यो छेलाङबाट आइपुग्यो भने यो डाला र त्यो चाल्ने त्यो टी सर्टलाई हेर्छ नि तँलाई सिलाएको टी सर्ट यता साइडमा राख एउटा यो पनि त्यही हो ट्राई यो मोजा मलाई दिनुपर्छ त्यो अहिले भ्याक्सिन लाएर लाउँछु पुरा कुर्को छ पुरा त्यो मेरो कुर्ता हो साइडमा राख मान्छे त्यो भिडियो उ गर्दै त लाइक बुझ्नु छ त्यो पुरा लिएर मैले मेरो लागि कटन वालमार्ट भने त्यही औषधिको डब्बाको कट्टु हो के हो मेरो भएन बुढा यसलाई टुटु लाखाले नहालेकै हो मैले हो त्यो पैसा त्यो मालाकै लुगाको त्यो अर्को लुगा कहाँ गएछ त्यो मगर ड्रेसको हो क्या त्यो अनि त्यो चाहिँ हाम्रो ड्रेसको बेल्टहरू बेल्ट र अनि कानमा त्यो टाउकोमा राख्ने क्लिप बनाइदिनु भने ऊ त्यो सिलाएर मात्रै दिएछ अब यहाँ क्लिप पाउँछै पाउँछ छैन अलिक ब्याग राखिदिनु कति बजेतिर जाने ल अब त्यो राख्दै ल त्यो साइडमा राख्दै त्यसलाई त्यता राख्थ्यो ब्यागभित्र हाल्नु मिल्छ त्यो 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 खुर्का पनि दिए त पापालाई त्यो धुन पर्छ देखायो त त्यहाँ पापालाई त्यो डोको डालो पनि छैन यो चाल्नु भोलिपर्सि सङ्गठन त्यो बारीमा कति काम लाग्छ यो चाल्नु केटा मान्छे गएर केटी मान्छे गएको त्यो सार्प छ है उता बारीमा सागहरू टिपेर सट्ट धुन कम मजा आउँछ